नमस्कार नमस्कार हाम्रो आलिताल सुन्दर आलिताल भन्ने फेसबुक पेजको साथमा म हुँ प्रस्तोता कर्णबहादुर थापा। डोटी जिल्ला अन्तर्गत चोराइल गाउँपालिकामा पर्ने छहरा झरना घुम्ने क्रममा मैले विभिन्न कुराहरू अनुभव गर्न पाएँ। यहाँ चाहिँ धेरै टाढा टाढाबाट पर्यटकहरू आउने रहेछन्। तपाईँको ग्रुपै लिएर पिकनिक खान आउँदा रहेछन्। यहाँ चाहिँ धेरै रमाइलो हुँदो रहेछ। यस छहरा झरनामा आइसके पछाडि कति मनमोहक दृश्यहरू देख्न पाइयो, जसको कारणले गर्दा सम्पूर्ण देश तथा विदेशमा आउने साथीहरूलाई पनि यो भिडियो मार्फत सम्झिन चाहन्छु। मैले यस छहरा झरना आइसके पश्चात अब जानी नजानी भए पनि सानोतिनो भिडियो क्लिपहरू बनाउने गर्दछु, जुन भिडियो तपाईँहरूले अत्याधिक मन पराइदिनु भएको छ। अत्याधिक मन पराइसकेको कारणले गर्दा हजुरहरूलाई फेरि पनि आगामी दिनहरूमा पनि मैले यस्तै छहरा झरना जस्ता अन्य ठाउँहरूमा पनि यदि समय र परिस्थितिले फुर्सद मिलाएछ भने अथवा जान पाएछु भने तपाईँहरूलाई नयाँ नयाँ ठाउँको भिडियोहरू लिएर आउनेछु। योभन्दा अगाडि मैले तपाईँको रामपुर माविदेखि छहरा झरनाको तल बाटोसम्म भन्छ नि, जोराइल जाने बाटोको गेटसम्म चाहिँको भिडियो बनाएर पोस्ट गरिसकेको छु, जुन भिडियो चाहिँ तपाईँहरूले अत्याधिक मन पराइदिनु भएको छ। फेरि पनि मेरो फेसबुक पेज हाम्रो आलिताल सुन्दर आलिताल भन्ने फेसबुक पेजलाई चाहिँ अति नै माया गरिदिनु हुन सादर अनुरोध गर्दछु। र मेरो साथै मेरो युट्युब च्यानल करण थापा 2045 लाई पनि सब्सक्राइब र लाइक गर्न नभुलिदिनु होला। मैले यस फेसबुक पेज मार्फत बोलिरहँदा हजुरहरू माझबाट मबाट भएका गल्ती कमजोरीहरूलाई चाहिँ कमेन्ट मार्फत अथवा फोन मार्फत हजुरहरूले चाहिँ सुधार्ने अवसर दिनुहोला भन्ने अपेक्षा गर्दछु। अहिले तपाईँको गर्मी सिजन सकिएर अथवा तपाईँको चाडपर्वहरू सकिएर लगभग चिसो मौसमहरू आउने क्रममा छ। अब योभन्दा पछाडि विभिन्न मेला पर्वहरू सुरु हुने नै छन् भने बिदाका समयमा मैले आफ्नो बाँकी समयमा चाहिँ यस्तै भिडियोहरू लिएर आफ्ना अनुभवहरू सुनाउने नै छु। तपाईँहरूले चाहिँ मेरो अनुभवहरूलाई चाहिँ विश्लेषण गरेर कमेन्ट गरिदिनु होला, माया गरिदिनु होला भन्ने अपेक्षा गर्दछु। यो चाहिँ छहरा झरनाबाट हामी चाहिँ अब फर्किने क्रमका भिडियोहरू रहेका छन्। यसमा चाहिँ अब तपाईँको कपडा चेन्ज गर्ने ठाउँहरू पनि रहेका छन्। भने तपाईँको टोयलेट बाथरुमदेखि लिएर लगभग तपाईँको टोटल्ली व्यवस्थापन छ। अब केही व्यवस्थापन गर्न बाँकी नै होला, त्यो चाहिँ अब मैले भनिरहनु नपर्ला। अब यो चाहिँ तपाईँको त्यो पिकनिक स्पोटहरू भने यसको तल चाहिँ सानोतिनो खोला रहेको छ, त्यही छहरा झरना खोला भने अब जाँदै क्रममा अब यो घरतिर फर्किने क्रमको भिडियो हो। अब यतातिर चाहिँ विभिन्न प्रकारका के भन्छ तपाईँको ठाउँ नै अब तपाईँको त्यो बस्ने ठाउँहरूदेखि लिएर विभिन्न प्रकारका ती के अरे ग्राउन्डहरू, त्यो खेल मैदान जस्तो टाइपको त्यो तपाईँको रमाइलो गर्ने ठाउँहरू त्यो आउँदैछ। हामी गेटमा पुगिसकेका छौँ। गेटभन्दा बाहिर चाहिँ यो पार्किङ हो, यहाँ चाहिँ गाडीहरू राख्ने गरिन्छ। यो पार्किङमा सानोतिनो के भन्छ चिया नास्ता पसलहरू रहेका छन् भने त्यहाँ ठुलो टोयलेट पनि रहेको छ। टोयलेट भन्छ, यो शौचालय रहेको छ। शौचालय पनि लगभग तपाईँको फुल्ली व्यवस्थापन छ यसमा। यस्तै गरेर हामीले चाहिँ यो छहरा झरनाबाट चाहिँ बिदा लिने अवस्थामा रहेका छौँ। र अब यहाँ चाहिँ तपाईँको धेरैभन्दा धेरै यो चाहिँ तपाईँको यो दोकान अब देख्नुहुन्छ आफै तपाईँहरू के को दोकान हो भनेर मैले हाइलाइट गरेर देखाएको छु। छहरा झरना फोटो एन्ड स्टुडियो भन्छ। त्यस्तै गरिकन त्यहाँ चाहिँ पर्यटकहरू बसिराख्नु भएको छ, कोही यता हेरिराख्नु भएको छ भने हामीहरू चाहिँ छहरा झरनाको परिसरबाट बाहिरिने अवस्थामा रहेको छ। छहरा झरना नास्ता एन्ड खुद्रा पसल भनेर पनि देखिएको छ भने अब यतातिर गाडीहरू पार्किङहरू भइरहेका छन् भने अब हामी चाहिँ
यस्तै भिडियोहरू लिएर आउनेछु भन्ने कुरा गर्दै तपाईँहरूमा धेरै गन्थन नगरिकन यस भिडियोबाट बिदा हुन्छु। नमस्कार। अब योभन्दा पछाडि चाहिँ मैले आलितालको टोटल्ली वरिपरिको एरियाको भिडियो लिएर आउनेछु भन्ने हस्त।